Hello guys, and welcome to our YouTube channel. होइन हामी चाहिँ एन्डिङ भएको छैन अहिले हामी खाना के अरे जस्ता चिसो खाना हामी खाएको होइन भन्नुपर्दाखेरि चाहिँ अब हामीलाई नि अब गर्मी हुन्छ भोक लाग्छ होइन हामी पनि अब यो गाईहरू हुन्छ नि अब तिनीहरूलाई त भोक लाग्ने त्यस्तो चाहिँ होइन क्या हामी अब मान्छे भएपछि त भोक लाग्छ नि त भोक लाग्छ त्यसैले हामी अब यहाँनिर नस्ता सस्ता खाने हो होइन खास भन्नुपर्दा हामी चाहिँ यस्तो यहाँ समुद्रमा घुम्न आएको हामी चाहिँ यहाँनिर समुद्र घुम्न आउँदाखेरि चाहिँ भोक लाग्यो हामीलाई होइन भोक लाग्दाखेरि चाहिँ अनि हामी सबजना 6-7जना छौँ हामी दाइहरू सबैजना छौँ होइन हामीलाई चाहिँ अनि नास्ता खाना हामी यहाँ होटलमा छिरेको छौँ होटल पनि के होटल चाइनिज होटल अब चाइनिजको भाषामा लेखिरहेको छ भित्ताबाट यहाँ छुङ्या छुछु गर्छ अब त्यो भएको के हामी बुझ्दैनौँ अब एउटा दाइ हुनुहुँदो रहेछ हो त्यो दाइलाई चाहिँ हल्का अब यहीँको भाषा मलाई भाषा आउँदो रहेछ त्यही भएर त्यो कुरा भयो होइन अनि त्यही भएर अब चिसो खाने हो रमाइलो एकछिन गर्ने हो एकछिन बस्ने हो होइन अब 2-3 घन्टाको टाइम छ हाम्रो 2-3 घन्टा टाइम चाहिँ अब यसो घुमघाम गरेर अनि फेरि सिटमा पुग्नुपर्छ हामी चाहिँ 5:30 बजीभन्दा अगाडि पुग्नुपर्छ सिटमा 5:30 बजीभन्दा अगाडि सिटमा पुगेर हामी बसेर पर सक्नुपर्ने हुन्छ न त गेट बन्द हुन्छ होइन गाह्रो हुन्छ फेरि कसले गेट खोलिदिने को रुम जाने होइन गाह्रो हुन्छ गाइस ल होइन यस्तै हो अनि यो मेरो युट्युब च्यानलमा चाहिँ होइन लाइक सेयर कमेन्ट सब्सक्राइब सकेसम्म सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला होइन सकेसम्म मैले भर्खर खोलेको युट्युब च्यानल हो होइन त्यसै अब बनाउन त आउँदैन अब कोसिस जारी हुन्छ होइन तपाईँहरूले साथ सपोर्ट दिनुभयो भने अझै राम्रो बनाउने कोसिस गरिन्छ होइन गर्नुपर्छ होइन गाइज होइन लाइक सेयर सब्सक्राइब हानिदिनु होला सकेसम्म भिडियो सेयर गरिदिनु होला होइन अहिलेको लागि त्यति नै नेक्स्ट आउँछ हामी अब सिटमा चढेको नै आउँछ होइन गएको पनि आउँछ हाम्रो टेन्सन नगर्नु आउँछ म देखाउँछु म तपाईँलाई मलेसियाको हरेक ठाउँको देखाउँछु होइन बिस्तारै अब घुम्न जाँदै बनाउँदै देखाउँछु है गाइस ओके फाइनल गाइस होइन नस्ता सस्ता खाइसकेको होइन अब भाषा चाहिँ आउँदैन हल्का फुल्का आउँछ त्यही भएर होइन हानेको र हाम्रो गाइजहरू चाहिँ यहाँ पछाडि ल है हाम्रो पछाडि छन् अगाडि दाइहरू होइन जस नस्ता सस्ता भयो हाम्रो होइन अब नस्ता खाएको त कसरी बनाउनु अब अलिकति लाज पनि लाग्यो होइन त्यही भएर चाहिँ हो न त बनाउने थियो नबनाएको फोटोसोटो नै हानिसक्यो होइन अब भनेको हामी चाहिँ सट्टसँगले भिडियो बनाउने हिँड्ने होइन हाम्रो दाइहरू पछाडि चाहिँ एउटा दाइ चाहिँ हाम्रो दाइ चाहिँ फेरि अगाडि होइन अगाडि हिँडिरहेको छ होइन हाम्रो दाइ कस्तो छ यहाँनिर चाहिँ घुम्ने ठाउँ यहाँनिर चाहिँ चाइनिजहरूको मन्दिरहरू रहेछ होइन त्यही हो रमाइलो हुँदो रहेछ युट्युब च्यानलमा लाउनै पर्ने खालको भिडियो बनाउनु भनेको खै अलिकति गाह्रै हुन्छ जस्तो छ बनाउनु पनि भिडियो है राम्रो सामानहरू होटेलमा त दोकानमा पाउँदो रहेछ ठाउँ चाहिँ बिन्दास छ है घुम्ने खालको होइन हाम्रो दाइहरू पछाडि आउँदैछ अरूहरू होइन अब चाहिँ हामी चाहिँ पर हामी त्यो पुग्ने ठाउँमा पुगिसकेर आएर हामी चाहिँ अब फर्किने गरेको रमाइलो चाहिँ लास्टमा रमाइलो भइरहेछ हाम्रो सिटी जस्तै आइरहेछ होइन लामो बनाएर हामीले चाहिँ अलिकति अब त्यस्तै अलिकति बनाउनु पर्छ भिडियो कहिलेकाहीँ चाहिँ रमाइलो हुन्छ सबैजनासँग घुम्ने डुल्ने भनेको यस्तै उमेरमा हो होइन रमाइलो हुन्छ भ्लग बनाउनु त अब कहाँदेखि हो नि हल्का बिस्तारै सिकिँदैछ होइन गाइज सिक्ने हो हामी पनि अब युट्युब खोल्ने हो युट्युब खोलेर भिडियो चाहिँ आइहाल्छ यो चाहिँ अब फेरि यो भिडियो चाहिँ 2080 को नेपालको चाहिँ डेट होइन यहाँको भने चाहिँ 2023 को हो त्यही हो अरू त के भन्नु अब होटेलहरू राम्रै छ नि यताउता सबतिर रमाइलो छ राम्रै छ रमाइलो भइरहेछ होइन हामी चाहिँ होटेलतिर आइपुग्छ होइन सिप जाने पनि आइसक्नु हामी चाहिँ
अब योचोटि त अब यस्तै भइगयो अर्कोचोटि पनि यही ठाउँमा आयो भने चाहिँ अर्कोचोटि यही ठाउँमा आयो भने चाहिँ अलिकति कस्तो हुन्छ भने बेग्लै रमाइलो तरिकाले आउने हो होइन आइयो भनेको कुरा हो आइएन भने त अब कसरी बनाउनु आइयो भने चाहिँ रमाइलो तरिकाले बनाउनु यता हो अघिको बाटो आएको नि बिर्सिसके जस्तो पनि होइन हामीले चाहिँ कस्तो अब अघि आएको बाटो पनि बिर्सियो भने गाह्रो हुन्छ नि त अब त्यो भएर हामीले चाहिँ यसो याद गरिरहेको यो बाटो चाहिँ यहाँ जान्छ यो बाटो यहाँ जान्छ मको लोकेसन त अब हेरेर थाहा हुँदैन यसो चित्र हेरेर क्या चित्र हेरेर त थाहा पाइन्छ नि त लास्ट गर्मी हो क्या चाहिँ पसिनै छुटिसकेछ हाम्रो चाहिँ अब अलिक चाहिँ आउँदैछ क्या बाइकहरू साइकलहरू होइन त्यही भएर हेर्नुपर्ने हुन्छ हामीले भन्दा अब के भन्नु होइन अब हाम्रै गल्ती हुन्छ अब हरन नबजाइ आएको हुन्छ हरन नबजाइ आउँदाखेरि लाग्यो भने पनि अब कुदाउने अब यहाँ प्रायः कुदाइराखेको हुन्छ थाहा हुँदैन हामीलाई चाहिँ थाहा हुँदैन गर्मी हो गर्मी भयो गर्मी पनि के साह्रो हाम्रो दाइहरू पनि हिँड्नु हुँदैछ होइन घाममा कामसाम नभनी हिँडेको है आज किनकि घुम्न आएको छ नि त सबजना ल गाइज हामी चाहिँ फाइनली अब छेउछाउमै आइपुगिसक्यौँ होइन अगाडि भइरहेको छ घुम्न आइरहेको छु अहिले चाहिँ होइन बाइकहरू पछाडिदेखि आउँदैछ यसो भिडियोमा हेरेर मात्रै थाहा हुँदैछ होइन आउँदैछ भने न त हरन बजाउँदैन क्या मेरो हरन नबजाउँदा त गाह्रो हुन्छ हरन चाहिँ बजाउनु भनेको छ नेपाली प्रायः बनाइराखेको हुन्छ है अब फिसिङ गर्नु पनि जाम भनेको टाइम भएन क्या फिसिङ गर्नु चाहिँ त्यो टाइम नभएकोले चाहिँ अब हामी फर्किँदैछौँ कि के हो दम लाग्यो क्या सास पर्छ कि क्या हो मेरो त खै यसो भिडियोमा आऊ न भिडियोमा नआउने अरू दाइहरू कता जानुभयो खै अघि त पानी थिएन होइन अहिले त पानी पनि आइसकेको छ होइन अघि त थिएन यता मार्केटहरू छ होइन सामानहरू किन्न गर्नको लागि तर हामीलाई त्यो सामानहरू यस्तो चाहिँदैन हामीले अब यस्तो बाइकहरू घुम्ने उड्ने चढ्ने ठाउँहरू छ होइन यहाँनिर चाहिँ बाइक निकालेर रमाइलो हुँदो रहेछ यहाँनिर चाहिँ होटेलहरू छ यता होइन पछाडि पनि यसो हेर्दै हिँड्नुपर्ने भयो क्या पछाडि हेर्दै नहिँड्दा त अब गाह्रो हुनुपर्छ यहाँनिर त गाइस होइन हामी चाहिँ फाइनली अब यहाँ हामी चाहिँ हाम्रो सिटको छेउमा आइपुगिसकेको छौँ अब आयो अब चिज कतिखेर आउँछ होइन हल्का मिस्टेक भएको रहेछ होइन यहाँनिर अब चाहिँ सही पनि त गाइस होइन यस्तो छ होइन यता पछाडि जाने हेर्नुहुन्छ भने यता पछाडि जाने यस्तो छ होइन रमाइलो छ ठाउँ मजा आइरहेछ यता यस्तो छ सबैतिर घुमघाम होइन गाडीहरू आइरहेछ यता हाम्रो सिटीहरू कुदिरहेछ यता हाम्रो समुद्र छ होइन समुद्रतिर चाहिँ लास्ट रमाइलो हुन्छ होइन चाहिँ अलिक घाम भयो जस्तो लाग्यो क्या यता हाम्रो हाम्रो हिरो है यता हाम्रो हिरो नम्बर 1 यता हाम्रो अर्को होइन सेल्फी हान्नु आउँछ होइन हाम्रो दाइ पनि आउनुलाई घाम पनि हान्नु होइन र सट्टोसँगले सबैजना हामी चाहिँ भेला भइसकिसक्यौँ आइपुगिसकिसक्यौँ होइन रमाइलो भइरहेको छ समुद्र पुरा सब घुमिरहेको छौँ होइन हामी चाहिँ गर्मी भयो क्या गाइस लास्ट गर्मी छ होइन त्यही भएर पसिना पुस्दै हिँड्नुपर्छ होइन फेरि यहाँ समुद्रमा मुगा झर्नु भने अलिक गाह्रो हुन्छ क्या भिड्दैन होइन त्यही भएर जाउँ यता आएको हुन्छु भिड के गाइस भिड छ है कतैचोटि
अलिकति यसो हिँड्दाखेरि सानो बनाउनुपर्छ होइन सानो बनाएर हिँड्नु सानो बनाएर हिँड्दा अलिकति समुद्र कसरी अप्ठ्यारो रमाइलो हुन्छ साह्रो हुन्छ पछाडि गाडी गएर साइड लाग्नुपर्छ छेउ पनि सानो ठुलो हालेकोले गर्दाखेरि साइड लागेर हिँड्नुपर्छ रमाइलो छ फेरि भेट छ रमाइलो छ पछाडि मान्छे यस्तो गर्छ होला बेलामा हिँड्ने जस्तै फर्केको चाहिँ के बसेको हामी त साढे भिडियो बनाएको बनायो चाहिँ बनाउनु पऱ्यो नि अहिले अघिदेखि भिडियो बनाएको देखिरहेको भएको होइन त्यही भएर अब चाहिँ त्यसो भिडियो बनाएको हल्का फुल्का यसो बनाउनु पर्छ त कहिलेकाहीँ हो होइन कहिलेकाहीँ आइन्छ कहिलेकाहीँ त बनाउनु पर्छ होइन हाम्रो चाहिँदैन टिकट सिकट बस्नु हुँदो रहेछ होइन अब टिकट त छ होइन एकछिन नजाउँ होला है एकछिन नजाउँ होला कि गइहाल्नु भिड चाहिँ आएपछि अब सिटमा अब फर्किनको लागि चाहिँ भिड पुरा भिड छ होइन यतातिर पनि यस्तो छ होइन भिडै भिड छ होइन हाम्रो दाइहरू कहाँ हुन्छ फेरि अब दाइहरूले के भन्नुहुन्छ होइन जाने भन्यो भने जाने हो नत्र एकछिन रमाइलो गरेर बस्नु पर्ला के गर्ने हो जाने कि बस्ने हो कताबाट जाने हो टिकट चाहिँ बोक्नु न टिकट एक एकवटा यता छ यता यता टिकट एक एकवटा होइन यो चाहिँ हाम्रो यो सिटमा आएको होइन सिटमा आएर फर्किँदाखेरिको टिकट पहिला त्यो होइन यो चाहिँ अब हामीले खाना जान दिन्छ अरे होइन त्यही भएर यो चाहिँ दिने हो अनि जाने भयो भित्र यहाँनिर हामीले भिडहरू कहाँ गाइस यहाँनिर चाहिँ होइन हामीले हामी अब घुम्न आइसकेर हामी सिटमा चढेर फर्किन लागेको अब चाहिँ माथितिर माथिले माथि हो माथिको कविताहरू अहिले मात्रै आउँछ तपाईँहरूलाई होइन फोटो नआनौँ अब हान्दियो नि अरे एउटा हान्दियो नि फोटो फोटो नआनौँ आइपुगिसक्यो कति घुम्नु चाहिँ घुमिसक्यो होइन कमेन्टमा के गर्छ कमेन्टमा हेरेर ठाउँ राम्रो लागेको कमेन्ट गर्दैन फेरि अर्कोचोटि नै आएर राम्रो चाहिँ अब भइहाल्छ त्यसरी मान्छे पनि कम्ती लाग्छ मान्छे पनि प्याक भइसकिसक्यो होइन सब्सक्राइब चाहिँ गर्नु नबिर्सिने कसैले पनि फेरि मेन चाहिँ त्यो हो लाइक सेयर भन्दा पनि सब्सक्राइब चाहिँ हाल्ने सबैले
त्यसपछि तपाईँहरूले हामीले जति पनि अपलोड गरेका नयाँ नयाँ भिडियोहरू देख्न पाउनुहुन्छ भनेर सब्सक्राइब गर्नुहोस्। यो कुरो चाहिँ मैले नभुल्नु है गाइजहरू है, अहिले हामीले जुन भन्दैछौँ गाइज लाइक सब्सक्राइब गर्नुहोस्। तपाईँहरूलाई हामी सबैले सुन्नु भएन हाम्रो पुरा अहिले हामी मलेसियामा छौँ भन्नुभयो। ल ठिक छ, एकदम सही भन्नुभयो होइन। छौँ होइन। अब रविले अब चित्तमा पुगेछ, सोडिमले अब ताजो जानकारी हेर गर है गर्छौँ भने मात्र हाम्रो नेपालको हिसाबको हामी मलेसिया साउथ कतारमा एकदम सही हो, सही हो। ल भरे बेलुका होइन, भरे बेलुका युट्युबमा आउँछ यो। गाइज हाम्रो दाइले चाहिँ एकदम सही कुरा गर्नुभएको युट्युबमा चाहिँ तपाईँको युट्युबमा आउँछ भने हिँड्न पनि एड टाइम लाग्छ जस्तो दबाइदिनु न तपाईँहरूले कमेन्ट हाल्नु। बसिरहेको छु, अब मान्छे ट्याग भएर जान्छ होला कि मान्छे पनि सक्यो। उहाँहरू सब्सक्राइब गर्ने हुनु छ क्या, बेल आइकनहरूलाई दबाएर चाहिँ क्लिक गर्ने ट्याग र होइन आजको कस्तो रमाइलो भयो। अब मेरो त चाहिँ 3 दिन शीतलमा बस्नु होइन, शीतलमा बस्नु गाउँलेहरूको त राख्नु परिहाल्यो नि त होइन। कालो हुन्छ होला क्या, पल्लो नेपालले ल्याएर बुढो हल्का भइएको थियो। यहाँ आएर घामले गर्दाखेरि कालै हुन्छ जस्तो गाह्रो छ भन्नु मात्रै त होइन। विदेश अन्त गाइस आँखा टल्छ अप्सन गर्न के चस्मा लगाउने चस्मा चस्मा लगाएर कस्तो देखियो जस्तो कमेन्ट गर्नु त ल। दामी देख्यो नि तारा त्यस टाइम बित्यो, रमाइलो भयो। हिजो हो हिजो पनि घुमिन्छ, म उता नगयो भने हिजो त्यो मिल्थ्यो कुरो खाने होइन, उता गइहाल्यो कुरो खाने चस्मा खोलेर हेर्दा त्यहाँनिर कस्तो टुक्रा देखिरहेको छ। चस्मा लगाएर त कालो कालो रहेछ, झन् देखिँदैन रहेछ होइन। अब चाहिँ होला क्या कालो कालो अब छुट्यो है। गाइस सुरु भयो हाम्रो सिक सुरु भयो। अब हामी लागेको है लगाइस अहिले सबै माथि सुरु चालु स्टार्ट गो। रमाइलो भयो। ल अब चाहिँ शीतल हुन्छ भन्ने आशा छ गाइस होइन। अब चाहिँ शीतल भएन भने चाहिँ म फेरि फर्केर युट्युबमा आउँदिनँ, यसमा चढ्दा पनि शीतल भएन ल होइन। हामीले चाहिँ अब यो ठाउँ चाहिँ छोडेर गएको है माथि बस्दा कस्तो उठेरै बनाउनु पर्छ कि उताको भ्यू चाहिँ देखेन। ल उताको भ्यू चाहिँ यसरी देखाइदिएँ मैले। उताको भ्यू चाहिँ यस्तो छ होइन, यता यस्तो छ, हाम्रो दाइहरू यता हुनुहुन्छ होइन, उता अरू मान्छेहरू छ होइन। अब यस्तो यस्तो छ होइन, हामी यस्तो छौँ, हामी यस्तो ठाउँमा बसिरहेको छौँ। तारा तारा
काम भएको अहिले यस्तो सुत्कुलेपछि त शीतल हुन्छ कि न त नास गरी भइरहेको थियो घाम पनि कालै बनाउँछ होला सिक्कुलै बनाउँछ होला म त अघिसम्म त गोरु गोरु देख्दै थिएँ त्यस्तो लाग्यो अब त कालो कालो देख्दैछ अनि गाह्रो पो भयो त्यसरी पसिना ल समुद्र हेर्नु है गाइस के भन्नु केटा हो केटी हो हेर तिमीलाई पनि घुम्न जाने अब यता त्यता रहर छ भने जाँदा हुन्छ होइन रमाइलो हुन्छ तर लास्ट पूरा पसिना पसिना आएछ पूरा काममा त केही हाम्रो यहाँ पसिनै भयो त तलपट्टि छ अब त्यो त देखेको छैन हेरेको छैन त्यहाँ घर पनि हेरिराख्नु है घर हो त खोलाको घर सोलामा घर सहर आमा हामी आमा होला दिइहाल्छ मेरो बर्डीलाई केही भन्नु छ तिम्रो कसैलाई केही भन्नु छ मेरो कसैलाई केही भन्नु म त धेरै मिस गरिरहेको छु नेपालको धेरै याद आइरहेको छ यस नेपाल जस्तै रहेछ यता पनि गाह्रो छ गाह्रो खास त लागेन हो मलाई यो ठिकै लाग्यो गाउँ जस्तो रमाइलो लाग्यो हेर्न पायौँ यस्तो ठाउँ हेर्न पायौँ नयाँ नौलो मलाई त धेरै मनपर्छ नयाँ नौलो ठाउँ जति हेऱ्यो त्यति रमाइलो लाग्छ कि कस्तो हो यो हुन्छ है पानी हेरेर भन्नु पायो यत्रै त्यसै हो एउटा भन्न पुरा अर्को गइरहेको छ स्पिडमै हाम्रो भिडियोहरूलाई लाइक गर्दै गर्नु सेयर गर्नु
सब्सक्राइब गर्नु मेन कुरो सब्सक्राइब गर्नु नछोड्नु है फलले फल हाल्ने क्या फेरि हल्लाइरहेको छ पुरा मजा आइरहेछ गहिरो बढी छैन होला रमाइलो गरिरहेको त्यता पनि जङ्गल होइन चारैतिर जङ्गलै जङ्गल हामी क्या वरिपरि हेरौँ होइन जङ्गल समुद्र भनेर मनोवारीदेखि हेर्दा पारीसम्म फिल्ममा देख्ने होला भनेको त बिच बिचमा अब त्यो टापु भन्दैन त्यो हो यस्तो हो कि भनेर फेब्रुअरीदेखि पारीसम्म पानी निस्किएको छ होइन जराले मात्रै अडिरहेको छ क्या जराई मात्रै छ जराले अडिरहेको छ पानी सर गरिरहेको छ होइन हामी भनेको चाहिँ कति टाइम राख्ने उठ्नु होइन घुमाएर लाने आँटो घुमाएर लाँदाखेरि सस्तो जाने हो होइन बस्नु पुरै घाम आइरहेको पसिना त आइराखेको देखिराख्नु भएको शीतल लाउन थाल्यो यहाँनिर चाहिँ घाम छ भने अलिक पढ्न अलिकति कार्यक्रम जस्तो देखिरहेको छ हावाले कपुल सपुल बिगारेर अन्डा सन्डा बिगारेको देखला अच्छा से देखला ये समुद्र आफ्नो भाषामा दियाला जंगल के पीछे पीछे पानी चढ्यो यही समुद्र छ समुद्र न पानीको बिचमा समुद्र रहेछ आउनु छ भने कति रुपियाँ टिकट हो आधे कोई का जगह के नाम हो यहाँ से चारा पीछे पीछे घूमा सिर्फ 20 रुपया Dua ringgit ini seat. अरू त त्यस्तै हो मलाई भाषा चाहिँ अलिक मलाई भाषा यहाँकै भाषामा म सबै हामी कस्तो हुन्छ के हुन्छ यहाँनिर जानेपछि यहीँको भाषा देखेर तपाईँहरू त्यो नेपालीमा यसो ट्रान्सलेट नेपालीमा लेखेर हालिदिउँला मैले के भनेको बस्नु आउँदैन क्या यस्तो भाषा पल्टिँदैन त्योमा पनि फोर्स हुन्छ नि कस्तो डर नलागेको फेरि
कहाँ आइपुगेको हामी हो के लोड गरिरहेछ 1 महिनाको लागि कहाँको लागि आइपुग्यो होइन गाई चाहिँ कहाँ पो छ ठाउँ सोरी घुमाएर उयो लाग्छ कि हो त्यहाँनिर पानी आउन थाल्यो पानी पर्यो पानी परिरहेछ हल्का पर्यो आइसक्यो पानी परिरहेछ त्यो त परिसक्यो भनेको छिर्को अहिले स्टार्ट हुँदैछ स्टार्ट हुँदैछ अब ठुलो चाहिँ आएका छन् कुखुरा गर्दा आउँछ थियो हामी चाहिँ पुग्ने चाहिँ अब हामी चाहिँ यहाँ त पर घुमाएर लाँदैछ तपस्या यसलाई भन्छ तपस्या आइपुग्यो गाइज अलिबाबा अलिबाबा पुरा सबै निन्द्रा पो लाग्यो म अहिले पानी आइसकेको थियो त्यहाँ पर त सामान प्याक गर्ने अलिक बढेछ आइपुग्यो हामी चाहिँ फाइनल यो होइन हामी चाहिँ निस्किने ठाउँ भनेको निस्किने भनेको यहीँ हो लिएर जाँदैछ हामीलाई त पुग्ने निस्किने कता जाने लास्ट निन्द्राको अब हान्देर जाउँ लास्ट निन्द्रा लाग्यो सबैलाई निन्द्रा लाग्यो गाई चाहिँ निद्रा हानिरहेछ बेला चाहिँ गाह्रै हुन्छ नगरेर भोलि समुद्रलाई अब टाटा बाई बाई गर्नुपर्छ होइन अब लाग्यो नि त लागेपछि कस्तो भयो त घुमाएर रमाइलो भयो पुरा रमाइलो भयो हो गाई जहाँ लास्ट निन्द्रा लागेको थियो होइन अब युट्युबबाट आइपुग्नु भयो त्यसपछि निन्द्रा हट्यो अब हामी लास्टमा अन्तिम पनि हो है अब एन्डिङ गर्छौँ एन्डिङ अब बाहिर फलो गर्नुहोस् होला हामीलाई तपाईँहरूलाई नयाँ नयाँ भिडियोहरू हामीले दिइरहनेछौँ ताजा ताजाहरू होइन ताजा ताजाहरू है त गाई हेलो निन्द्रा लाग्यो अब चाहिँ निन्द्रा लाग्यो भनेर होइन तपाईँलाई हाम्रो अप्स के भन्नु भिडियो चाहिँ हामी हालिदिनौँ हाम्रो भिडियोलाई चाहिँ लाइक सेयर उत्साहित हुन्छु कि अब नयाँ नयाँ भिडियो हामी लिएर आइरहन्छौँ ए मैले नेपाली गाडी बोल्न आउँदैन तपाईँ यहाँनिर केही छैन मेरो आइपुग्यो अब चाहिँ तिमीलाई के भन्नु छ तिमीलाई के भन्नु छ भन्नु छैन अब यस्तो रमाइलो भयो रमाइलो भयो तपाईँलाई के भन्नु छ फेरि निन्द्रामै छौँ हामीले के भन्नुपर्ने हामी बाहिर चाहिँ निन्द्रै अब एक लागिरहेको महिनापछि मात्रै हामी गाइड होइन यो उसमा चाहिँ यो ठाउँमा चाहिँ अब फेरि तपाईँहरूलाई देखाउँदैछु अब हामी झर्दै पनि छौँ गाइज होइन अब तलतिर झर्नुपर्छ पानीमा हिँडेर हिँड्नु भयो जस्तो छ धेरै भिडमा हिँड्नु पनि
छ होइन अब दाइहरू पनि झरिसक्नु अरू दाइहरू पछाडि साइडमा हुनुहुँदो रहेछ होइन अब जस्ट पुग्यो होइन 3 घन्टा कति हो 3 घन्टा होइन हामी 4 घन्टा चाहिँ 3 घन्टा फाइनली 3 घन्टा घुमेर आइसक्नु अन्त समुद्रमा कति होइन बाहिर लगेर अब दाइहरू हुन्छ होइन दाइहरू झरिसकेपछि दाइहरू झरिसकेपछि अब जानु पर्ला दाइहरू पनि आइसक्नु कता गयो जातबाट झरिसक्यौँ है छैन झरिसक्यो हामी झरिसक्यो होइन अब के गर्छु कता हो खोइ के छ त्यसको थाहा छ धराइदिउँ होइन अरूले त सुनेर कि क्या हो हराउने छोडिन्छ त्यस्तो चाहिँ ठाउँ चाहिँ छैन अब यता यस्तो छ यता यस्तो छ हामी छेउबारी भिड पनि छ होइन यहाँनिर त्यही बेला बिस्तारै बिस्तारै चढ्नु परेको छ नेपालको मेलाभन्दा कम हुँदैन क्या नेपाल मेला जस्तो हुन्छ नेपालको मेला कस्तो हुन्छ त्यस्तै हुन्छ क्या यहाँ पनि भिड गाह्रो हुन्छ त्यही भएर होइन हाम्रो चस्मा लाएर हिरो छ होइन उयो झन् यता यता हेर्दैछौँ लगाइ सबै हामी चाहिँ ओडारमा चाहिँ यस्तो चेन्ज गरिरहेको है रमाइलो भयो 3 घन्टा घुम्यो आयो 3 घन्टामा म भन्नु दिउँसो रुममा सुत्दा त औडाइ हुन्छ होइन दिउँसो रुममा सुत्दिएन आज यो महिना चाहिँ सुत्दिएन यो महिना चाहिँ घुम्न आइदियो आइदिउँ रमाइलो भयो चिल भयो रमाइलो गरियो पनि होइन र गरेन त रमाइलो रमाइलो कतिको रमाइलो भयो त अति हो होइन सोच्यो भन्दा पनि ज्यादा भयो क्या 10 महिना भइसक्यो यस्तो रमाइलो गरेको थिएन रमाइलो भनेको अब यो हामी यहाँ जब आयौँ नि जब मैले सोचेको थिइनँ कि यहाँ रमाइलो हुन्छ भनेर र अति रमाइलो चाहिँ रमाइलो लास्ट रमाइलो हो होइन घुम्यो डुल्यो रमाइलो गर्यो त्यही हो भिड पनि मैले भने नि अघि भनिहालेँ नेपालको मेला भन्दा लास्टै भिड हुन्छ यहाँनिर गाह्रो छ भिडमा त हिँड्ने त पानी परिसकेको छ त्यो पनि अलिकति यहाँनिर भने चाहिँ अलिक झोकेर अहिले यहाँ भन्ने चिज चाहिँ अब दाइहरू कता हराउनु त्यो पनि थाहा छैन अब कता कुन साइडमा बसिरहेको भएको छ हाम्रो दाइहरू सायद पछाडि नै छोडिनु भयो होला कता जानु भइरहेको छ दाइहरू ए सबैजना पछाडि नै हुनुहुँदो रहेछ होइन बजार ल फाइनली गाइज होइन हामी सिपदेखि बाहिर निस्केर समुद्रदेखि बाहिर पनि पुगिसकिसक्छौँ होइन लास्ट होइन गाइज यति भिडियो भनेको यति हो होइन त्यसमा सबैले लाइक सेयर सब्सक्राइब सबै गर्नु होइन र आजको लागि यति नै ल ठिक छ सबैलाई बाई बाई होइन गुड नाइट त भन्दैन अब बाई बाई चाहिँ भन्नु पऱ्यो होइन ल ठिक छ आजको लागि यति नै गाइज ओके कसैलाई केही भन्नु छ भनेर त गइसकेको छ ल लास्टमा बाई हान्दियो एउटा सबैले ठिक छ होइन यति नै होइन आज